लो पी रेशियो भन्ने बित्तिकै आहा कति सस्तो सेयर भन्ने लाग्छ होला हैन, तर सधैँ यस्तो हुँदैन। पी रेशियोले कम्पनीको सेयर मूल्य र त्यसको आम्दानीको अनुपातलाई देखाउँछ, अथवा भनौँ कुनै कम्पनीबाट 1 रुपैयाँ आम्दानी गर्न त्यस कम्पनीमा कति लगानी गर्नुपर्छ भन्ने कुरा देखाउँछ। लो पी रेशियोले कम्पनी यसको आम्दानीको अथवा अन्य कम्पनीको तुलनामा अन्डर भ्यालुड रहेको भन्ने कुरा बुझ्न सकिन्छ, तर सधैँ सबै कम्पनीको लागि यस्तो धारणा बनाउनु मूर्खता हुन सक्छ। लो पी कम्पनीप्रतिको पुअर मार्केट सेन्टिमेन्टका कारण पनि देखा पर्न सक्छ। भविष्यमा कम्पनीको ग्रोथमा उब्जिएका शङ्का, अत्याधिक कर्जा र सम्भावित जोखिमका कारणले पनि पी लो हुन सक्छ। अर्कोतर्फ पी रेशियो इन्डस्ट्री एभरेजसँग तुलना गरिनुपर्छ। फरक इन्डस्ट्रीका औसत पी फरक हुन सक्छ। त्यसैले स्टक एनालाइसिस गर्दा पी रेशियोका साथसाथै कम्पनीको फ्युचर ग्रोथ, इन्डस्ट्री स्ट्यान्डर्ड र यसको डेब्ट इक्विटी रेशियोलाई पनि उत्तिकै महत्त्वका साथ अध्ययन गर्नुपर्छ र सुसूचित लगानी निर्णय लिनुपर्छ। यस्तै भिडियोको लागि सब्स्क्राइब गर्नुहोला।